हेलो नमस्ते अनि स्वागत गर्न चाहन्छु तपाईँ सम्पूर्णमा नेपाली.com को यो प्रस्तुतिमा। तपाईँ www.spainepal.com मार्फत रेडियो स्पेन नेपाल मार्फत हामीलाई सुनिरहनु भएको छ। आज हामी एउटा फरक कुराकानीमा जुटिरहेका छौं। आज कुराकानी गरिरहँदाखेरि प्रवासको ठाउँबाट हामी गर्वका साथ एकजना नेपाली चेलीसँग कुराकानी गरिरहेका छौं। नेपाली चेलीका भावनाहरूलाई सुनाउने कोसिस गरिरहेका छौं। जुन चेलीको नाम लिँदा हामी नेपाली हुनुको एउटा पहिचान संसारभर फैलाइरहेकी चेलीलाई यसरी तपाईँमाझ प्रस्तुत गरिरहँदा हामी सबैलाई गर्व भएको महसुस म गर्न चाहन्छु। पक्कै पनि बुझिरहनु भएको छ, एक नेपाली चेली जो फ्रान्समा मोन्ट ब्लांक म्याराथनको उपाधि जितेर नेपाली चेली मीरा राईले नेपालको नामलाई अनि नेपालको झण्डालाई संसारभर फहराउन सफल बनेकी छन् र उनी चेली फेरि स्पेनको प्रेनाबागामा हुने सालमन प्रेनौ अल्टा दौडमा भाग लिनको लागि स्पेन आएकी छन् र तिनै चेलीसँग आज हामी कुराकानी गर्दैछौँ र संसारकै 5 उत्कृष्ट दौडमध्ये पर्ने 110 किलोमिटर लामो सालमन अल्टा दौडमा भाग लिनको लागि स्पेन आउनु भएकी नेपाली चेली मीरा राईसँगको कुराकानी आज रहनेछ र विशेष गरी मीरा राईको कुराकानी गर्नुपर्दा भोजपुर जिल्लामा जन्मनु भएकी मीरा राई माओवादी शान्ति प्रक्रियामा आएपछि सुरु भएको सेना समायोजनको क्रममा राज्यले अयोग्य ठहर गर्दै उनलाई बाहिर निकालेको थियो। मीरासँग यो कुरालाई पनि जोड्नेछौँ, कस्तो अनुभव भएको थियो त्यो बेलामा र अहिले जीवन नै परिवर्तित भइदिँदा अथवा परिवर्तित सँगसँगै देशको नामलाई यसरी संसारभर फैलाइरहँदा कस्तो महसुस भइरहेको छ, यी कुराहरू पनि आज हामी जोड्नेछौँ। मीराजी, तपाईँलाई सबैभन्दा पहिले स्वागत छ। हजुर, कस्तो हुनुहुन्छ? आराम हुनुहुन्छ तपाईँ? म एकदम ठिक छु। मेरो गेम 7 बजे बिहान स्टार्ट हुन्छ। सर्वप्रथम थ्याङ्क यू हजुरलाई र सम्पूर्ण स्पेनमा रहनुहुने सम्पूर्ण नेपाली दाइ दिदी बहिनी सम्पूर्ण मेरो आफन्त सम्पूर्ण नमस्कार र आभारी छु। तपाईँ कति वर्षको हुनुभयो मीराजी? म अहिले 25 वर्ष पुगे। बल्ल 25 वर्षको हुनुभयो? बल्ल। जस्तो तपाईलाई यो अल्टा दौडको बारेमा कसरी ज्ञान भयो र अल्टा दौडन सक्छु भन्ने कुरा कहाँबाट सिक्नु भयो? मैले यो अल्ट्रा गेम मैले स्टार्ट गरेको 2 वर्ष मात्रै भयो। त्योभन्दा अगाडि म अल्ट्रा गेमको नाम पनि थाहा थिएन। मैले चाहिँ यो गेम चाहिँ सुरुमा काठमाडौँमा हिमालय आउटडोर फेस्टिभलबाट गेम खेले। यो गेम खेल्नको लागि चाहिँ सर्वप्रथम मेरो प्रिय गुरु उहाँ हुनुहुन्छ दुर्वा विक्रम मल्ल कराते डोजुको। उहाँले चाहिँ मलाई म सुरुमा कराते गेम खेल्थेँ अनि उहाँले चाहिँ म ट्रेनिङ जति गेम खेल्दा पनि म चाहिँ नथाक्ने भएको कारणले लामो दौडमा भाग लिँदा राम्रो हुन्छ भनेर उहाँ गुरुले चाहिँ मलाई ब्राउन बेल्ट लिएर मैले रनिङमा लागेँ। अहिले म ब्ल्याक बेल्ट पनि लिइसकेको छु। यो अल्ट्रा गेम चाहिँ मात्र स्टार्ट गरेको 2 वर्ष भयो र इन्टरनेसनल गेम खेलेको चाहिँ म 1 वर्ष मात्रै भयो। दुर्वा विक्रम मल्ल उहाँ गुरुले चाहिँ मलाई जुन मलेसियाको भिसालाई पनि क्यान्सल गरेर उहाँले ठुलो चान्स दिनुभयो। काठमाडौँ आएर ट्रेनिङ गर भनेर बस्ने खाने उहाँले सबै व्यवस्था गर्नुभयो। त्यो भएको कारणले उहाँले मैले चाहिँ छु र अर्को सपोर्ट हुनुहुन्छ ट्रायल रन नेपाल। उहाँले गेम अर्गनाइज गर्नुभएको थियो हिमालय आउटडोर। फर्स्ट मेरो गेम डिसेम्बर 2014 डिसेम्बर 14मा स्टार्ट गरेको। जस्तो तपाईँ 2 वर्षको अवधिमा नै तपाईँ यसरी जुन फ्रान्समा पनि तपाईँ आउनुभयो, जुन फ्रान्सको मोन्ट ब्लांक म्याराथनमा तपाईँले उपाधि जित्नु भएको छ र त्यहाँ 82 किलोमिटर दौडेर संसारका धेरै धावकहरू भएको ठाउँमा पटक पटक म्याराथनको उपाधि जितिरहेको ठाउँमा पनि तपाईले जित्नु भयो। त्यति बेला तपाईलाई कस्तो अनुभव भयो? मैले एकदम धेरै नेपालको नाम नेपालको झण्डा फहराउन पाउँदा एकदम खुसी लाग्यो। त्यसको मैले चाहिँ एकदम राम्रो चान्स पाएँ जुन
चान्सले गर्दाखेरि चाहिँ म अहिलेसम्म यहाँ सपोर्ट जुन ट्रायल र नेपाल अनि सलमान टिम र युरोपमा इटलीमा हुनुहुने टिटा टोइन सिस्टर उहाँ र सम्पूर्णबाट चाहिँ मैले यहाँसम्म अहिले चाहिँ यो मेरो अल्ट्रा ट्रेनिङ चाहिँ मेरो 110 किलो लामो रनिङ यो मेरो चाहिँ फाइनल गेम हो हङकङमा हुँदै स्पेन हुँदै नर्वे हुँदै यहाँ चाहिँ मेरो फाइनलको लागि मेरो शनिबार गेम छ। भनेपछि अलिकति यो स्पेनकोमा फर्किउँला त भन्दा अगाडि म फ्रान्सकै कुरा निकाल्न चाहन्छु। जब तपाईले 82 किलोमिटर दौडिसकेपछि त्यो उपाधि जित्नु भयो त्यति बेला तपाईलाई के कुराको याद आयो? तपाईको मनमा भनौँ न सम्झनामा के कुराहरू रह्यो? देशप्रति हुन सक्छ अथवा आफ्नो जीवनप्रति वा आफ्नो परिवारप्रति तपाईले त्यति बेला के सोच्नु भयो? मैले विगतमा हामीले चाहिँ त्यसबाट एउटा मलाई मेरो सम्पूर्ण साथीहरूले सहयोग भनेर जुन बिर्ला बिराले चाहिँ हामीलाई कुनै घर फर्कायो त्यो घर फर्काउँदाखेरि चाहिँ एकदम नमिठो लागेको थियो। जब मैले फ्रान्समा देशको चन्द्र आफ्नो नाम चाहिँ विश्वमा चिनाउने अवसर पाउँदा चाहिँ र त्यहाँ जितिसकेपछि एकदम धेरै महसुस भयो। म पनि देशको लागि पनि म देशको नागरिक हुँ। मैले पनि हामी अयोग्य छैनौँ, हामी सबै योग्य छौँ, तर हामीलाई सही ठाउँमा सदुपयोग चाहिँ त्यस्तो ठाउँ दिएन। त्यसमा चाहिँ धेरै दुःख लाग्यो सुरुमा, तर म चाहिँ जस्तो शान्ति प्रक्रियामा आउँदाखेरि तपाईलाई भनौँ न सेना समायोजनको क्रममा एउटा अयोग्य भन्दै घर फर्काइएको थियो। तपाईँ त धेरै योग्य हुनुहुरहेछ नि। तपाईले जब प्रतियोगिता जितिसकेपछि अथवा उपाधि जितिसकेपछि आफूलाई अयोग्य भनेर भनौँ न राज्यले पठाउँदा अथवा फर्काउँदाखेरि र उपाधि जित्दाखेरि के कुराहरू तुलना गर्नुभयो अथवा तपाईँलाई कस्तो महसुस भयो? देशको लागि केही योगदान गर्ने केही परिवर्तन गर्न चाहन्थे, तर जुन परिवर्तन गर्ने त्यो सिलसिलामा म जुन पार्टीमा जोइन भएर मैले केही गर्ने अवसर पाएँ। त्यहाँ गएर हरेक कुरा सिकिसके पछाडि जुन हामीलाई मेरो नाम पनि जुन डिस्क्वालिफाइडमा परेको कारणले म चाहिँ देशमा शान्ति हुन्छ भने नो प्रब्लम हामी बाहिर निस्किन्छु भनेर म पनि सरल ढङ्गबाट निक्लेँ। तर मैले आफूलाई भित्र हरेस नखाइकन मैले चाहिँ निरन्तर अध्ययनदेखि लिएर समाजको लागि सेवाको लागि चाहिँ म त्यहाँबाट तपाईँ निस्किसकेपछि यो अल्ट्रा दौडिनु पर्छ, म यता नै लाग्छु भनेर चाहिँ तपाईँको गुरुले तपाईँलाई प्रेरणा दिनुभएको हो यो गर्दै ठिक हुन्छ भनेर? गुरुले उहाँले कराते गेम खेलाइसकेपछि पछाडि रनिङमा चाहिँ उहाँले ठुलो चान्स दिनुभयो। त्यो चान्सले चाहिँ म अहिले यहाँ छु र मलाई जुन यो अल्ट्रा गेम खेल्नुको लागि चाहिँ मैले हिमालय आउटडोरबाट स्टार्ट गरेको मनसुलु मुस्ताङ गेमहरू म चाहिँ ट्रायल र नेपालबाट अर्गनाइज रिचर्ड वर्ल्ड उहाँले चाहिँ मलाई सपोर्ट गर्नुभयो। सम्पूर्ण यो युरोपको यात्राको लागि धेरै गाह्रो अवस्थामा पनि उहाँले सपोर्ट गर्नुभयो। यो सपोर्ट र अन्य विभिन्न सपोर्ट अहिलेसम्म कहाँ प्रतियोगितामा के उपाधि जित्नु भएको छ? कतिवटा देशमा तपाईँ पुग्नुभयो यो अल्ट्रा दौडको लागि? म अल्ट्रा दौडको लागि इटली, फ्रान्स, स्विजरल्यान्ड हुँदै हङकङ, अस्ट्रेलियादेखि नर्वेदेखि अहिले लास्ट चाहिँ मेरो यो ओल्ड सिरिज फाइनल गेम चाहिँ स्पेनको अल्ट्रा प्युरेनी माउन्टेन म चाहिँ यही शनिबार हुँदैछ। भनेपछि तपाईँले अहिले जुन स्पेनमा सहभागिता जनाउँदै हुनुहुन्छ त्यो तपाईँले अहिलेसम्म जनाएको सहभागिता मध्येको सबैभन्दा ठुलो प्रतियोगिता हो? एकदम यो सबैभन्दा ठुलो प्रतियोगिता र फाइनल गेम हो। यो गेम खेल्नुको लागि चाहिँ स्टेप नम्बर थपेर चाहिँ नम्बर थपेर चाहिँ मैले पनि यो गेम खेल्ने चाहिँ अवसर पाएको छु।
4-5 वटा गेम चाहिँ महत्त्वपूर्ण हुन्छ त्यो गेम चाहिँ खेलेर विनर हुँदै आउनुपर्छ अनि फाइनल गेम हजुर अनि कतिको होप छ तपाईलाई यो गेमको लागि कस्तो छ तपाईको मनमा कस्तो गर्न सक्छु भन्ने छ अहिले तपाई 3-4 दिन भनौं न बार्सिलोनामै हुनुहुन्छ नजिकै हुनुहुन्छ र कस्तो तयारी गर्दै हुनुहुन्छ अझ गेम आउन पनि केही दिन बाँकी छ तयारी एकदम अहिले चाहिँ तयारी फिनिश भएको छ म भन्दा खतरा खेलाडीहरू सिस्टरहरू हुनुहुन्छ उहाँ एमरी फोर्स र नुरिया सिस्टर यही नर्वे स्पेनबाट पनि हुनुहुन्छ उहाँहरुसँग आशा छ म कोसिस गर्छु राम्रो गर्छु जस्तो तपाईलाई भनौं न त्यहाँ सहभागिता जनाउनको लागि स्पेनको यो प्रतियोगितामा सहभागिता जनाउनको लागि अल्ट्रा दौडनको लागि विभिन्न तयारी गर्नको लागि ट्रेनिङ गर्नको लागि पनि केही खर्च हुने होला अथवा तपाई ट्राभल गर्नको लागि यो सबै खर्च तपाईले कहाँबाट पाउनु भएको छ राज्यले के हेरेको छ तपाईलाई वा कहाँबाट तपाईलाई सहयोग जुटेको छ यसको लागि मेरो गेम राज्यबाट सपोर्ट नभएको कारणले राज्यबाट सपोर्ट म चाहिँ व्यक्तिगत सपोर्टमा चाहिँ यहाँ आएको छु जुन सपोर्ट अहिले मैले तत्काल सलमान फ्यामिली छ उहाँहरूले चाहिँ ट्राभलदेखि लिएर खाने बस्ने सम्पूर्ण उहाँहरूले व्यवस्था गर्नुभएको छ अन्य ट्राभल र नेपाल सिस्टरहरू युरोपको सिस्टरहरू हुनुहुन्छ उहाँहरूको सपोर्टबाट चाहिँ म खेलिरहेको छु भनेपछि सरकारबाट नेपाल सरकारबाट तपाईले फ्रान्समा त्यत्रो उपाधि जितेपछि पनि तपाईलाई त्यसको सम्पर्क भयो कहीं कतैबाट सरकारी तहबाट कसैले बधाई दियो तपाईलाई मैले चाहिँ राज्यबाट एक रुपैयाँ पनि सहयोग पाएको छैन आशा छ भविष्यमा यो गेमलाई पनि सपोर्ट गरेर जोइन गरेर सपोर्ट गर्नुहुन्छ भन्ने आशा गर्नु भएको छ कसैले फोन गर्यो तपाईलाई तपाईको भनौं न तपाई त अब विगतमा माओवादी सँग लागेर पनि युद्ध लड्नु भयो अहिले त त्यहाँबाट पनि ठूला ठूला नेता बनिसक्नु भएको छ देशका प्रधानमन्त्रीहरू बनिसक्नु भएको छ उच्च तहमा काम गरिसक्नु भएको छ तपाई एउटा अयोग्य राज्यले ठहराएको मान्छेले पनि यति ठूलो उपाधि जितिसक्दा तपाईलाई पर्सनली कसैले फोन गरेर बधाई दियो कि दिएन अहिलेसम्म अहिलेसम्म व्यक्तिगत रूपमा दाइहरूले साथीहरूले एसएमएसहरुबाट बधाई दिनुभएको छ सर सपोर्ट गर्नुभएको छ फोन गरेर ठिकै छ यो प्रसंगलाई पनि यही छोडौं अब तपाईकै दौडको यो कुरा गरौं 110 किलोमिटरसम्म लगातार दौडिँदाखेरि त्यो बीचमा के गर्न मिल्छ जस्तो खानाको लागि प्यासको लागि यो त लामो समय हो नि कति समयमा अथवा तपाईले पूरा गर्छु जस्तो लाग्छ तपाईलाई 110 किलोमिटर कति समय लाग्ला पूरा गर्नलाई मेरो टार्गेट 13 घण्टामा फिनिश गर्ने कोसिस गर्छु यो बीचमा चाहिँ जम्मा चेक पोइन्टहरु हुन्छ त्यो चेक पोइन्टमा चाहिँ खानेकुराहरु केरादेखि लिएर फलफुल अनि जुसहरु के राखेको हुन्छ तिनीहरु खादै र पानीहरु बोक्ने त्यही अनुसार खादै रेगुलर दौडिनु पर्ने हुन्छ र म त्यसरी दौडिन्छु जुन पानीहरु खादै जुसहरु अब त्यस्तो अनि हेल्प गर्नु म चाहिँ मेरो हेल्पको लागि इटलीबाट आउनु भएको छ टिचर टोनी सिस्टर र आशा सट्टा र नेपाल गेम अर्गनाइजर रिचर्ड सर पनि आउनुहुन्छ पर्सिको दिन र मलाई हेल्प गर्नुहुन्छ र आशा छ स्पेनमा रहनुहुने सम्पूर्ण समय मिल्छ भने जुन यो महत्त्वपूर्ण गेम हो उहाँहरू पनि आएर मेरो लागि हौसला बढाइदिनुहुन्छ भन्ने जस्तो तपाईले त बीचमा चेकिङ पोइन्ट भन्नुभयो चेक पोइन्टहरु भन्नुभयो त्यो बीचमा तपाईहरुले जुन खाना खाँदाखेरिको समयलाई पनि काउन्ट हुन्छ रेगुलर दौडिने लास्टसम्म जो पहिले पुग्छ उ चाहिँ फर्स्ट हुन्छ अब फलफुलदेखि लिएर चेक पोइन्ट चाहिँ 8 वटा चेक पोइन्ट छ त्यो चेक पोइन्टमा चाहिँ खानेकुरा खाँदै दौडिने एकदम दौडिँदै खाँदै गर्नुपर्छ किनकि स्टप नगरिकन हातमा लिएर गोजीमा झोलामा हालेर अनि तपाईले फ्रान्समा कति समय लाग्यो मेरो 82 किलोमिटर हो मेरो 12 घण्टा 32 मिनेट लाग्यो त्यो चाहिँ पोरको विनर भन्दा म 5 मिनेट छिटो रेकर्ड पनि राख्ने तपाई अझ रेकर्ड राख्नुभयो गत सालको विजेता भन्दा 5 मिनेट पहिले नै तपाईले त्यो दूरी पार गर्नुभयो एकदम
अनि जस्तो मिराजी त्यो 12 घण्टा करिब तपाईँ दौडिरहँदाखेरि कस्तो हुन्छ? कति कति बिचमा भनौँ थकान अब सक्दिनँ भने जस्तो अथवा म गर्नै पर्छ भने जस्तो, बिचमा फेरि होइन म विथड्र गरौँ कि भने जस्तो, अथवा होइन मैले गर्नुपर्छ भने जस्तो बिचमा तपाईँमा दोधार आउँदैन मनमा? त्यस्तो केही पनि आउँदैन, किनकि मेरो कर्तव्य म चाहिँ जति दौडेर पनि दौडै गर्नुपर्छ, जुन जस्ट रुट फलो गरेर त्यही अनुसार फिनिसिङ गर्छु। त्यस्तो मैले यो चाहिँ मेरो महत्त्वपूर्ण चान्स हो, मैले गर्नुपर्छ भनेर म चाहिँ रेगुलर दैनिक दौडिराख्छु। थकै लाग्छ, त्यसलाई पनि अब के भने महसुस नगरिकन रेगुलर म दौडिराख्छु। जस्तो तपाईँलाई कस्तो आशा लागेको छ अब स्पेनमा हुने प्रतियोगितामा तपाईँ दौड्दै हुनुहुन्छ, कस्तो किसिमको आशा बोक्नु भएको छ? आशा छ म राम्रो गर्छु, तर कम्पिटिसन राम्रो गर्छु। मभन्दा अग्रज सिस्टरहरू हुनुहुन्छ, कोसिस गर्छु लास्टसम्म। हजुर, जस्तो त्यहाँ तपाईँले आएर भनौँ न हौसला दियो भने, अथवा तपाईँ शनिबार दौडाउँदै हुनुहुन्छ, यहाँ नेपाली समुदाय पनि छ बार्सिलोनामा, थुप्रै हुनुहुन्छ नजिकको सहरको कुराकानी गर्दा स्पेनको, र उहाँहरू सबैको लागि के अनुरोध गर्न चाहनुहुन्छ? वा तपाईँलाई त्यहाँ आएपछि नेपाली झन्डा कम्तीमा भएर अथवा तपाईँलाई ताली दिएर साथ दिएर त्यहाँ आयो भनेदेखि तपाईँमा कस्तो किसिमको महसुस होला? फ्रान्समा कस्तो समर्थन पाउनु भएको थियो? एकदम उहाँहरू जुन आएर मलाई सपोर्ट गर्नुभयो भने र एकदम के भन्छ मेरो मनोबल एकदम हौसला बढ्छ। विश्व च्याम्पियन बन्ने अवसर मैले पाएको छु, अनि उहाँहरू आएर चाहिँ मेरो लागि हौसला उहाँहरूले हुटिङ लगाउनु भयो भने अझ झन् चाहिँ म चाहिँ उहाँहरूको हौसला चाहिँ म के भने सगरमाथामा पुर्याउने कोसिस गर्छु। अनि मिराजी अब हामी अन्त्यतर्फ छौँ, जीवन के रहेछ, जिन्दगी के रहेछ जस्तो लाग्छ? जिन्दगी भनेको एक दिनको जिन्दगी, रमाइलो आज छ भोलि छैन, किनकि आज हामीले राम्रो गर्नुपर्छ। हामी के भन्छ हाम्रो जुन सोचाइ चाहिँ कस्तो छ भने के भने जस्तो तपाईँको जीवनमा त तपाईँ माओवादी युद्धकालमा पनि हुनुभयो, लडाइँ लड्नुभयो, त्यसपछि फेरि राज्यले अयोग्य ठहराइदियो सेना समायोजन गर्ने क्रममा, अहिले फेरि यत्रो राज्यको लागि गर्दै आउनु भएको छ। यी सबै कुराहरू यो जीवन भोग्नु भयो नि होइन एउटै जीवनमा? हाम्रो नेपालमा चाहिँ लेडिजलाई अलिक चान्स दिँदैन। लेडिज पनि एउटा शक्ति हो, लेडिजले पनि चान्स पायो भने जे पनि गर्न सकिन्छ। मैले चान्स पाएँ, म अहिले वर्ल्ड च्याम्पियनको लागि भेट्दैछु। हुन्छ मिराजी, तपाईँको यो जुन सपना छ यो सबै नेपालीसँग जोडिएको विषयवस्तु छ। तपाईँले विजय हासिल गर्दा तपाईँ मात्र होइन 3 करोड नेपालीहरू खुसी हुने अवस्था छ। जसरी तपाईँले फ्रान्समा नेपाली झण्डा फहराउँदै उपाधि चुम्नु भयो, अझ भनौँ न विश्व प्रतियोगिताको लागि नै अल्टा दौडको लागि उत्कृष्ट मानिने स्पेनको यो प्रतियोगिता सालोमन अल्टा दौडमा र सहभागिता जनाउँदै हुनुहुन्छ। यहाँलाई धेरै धेरै शुभकामना छ। हामीलाई आशा छ हामीलाई सुन्ने स्पेनमा रहेका नेपालीहरू र बाहिरको नेपालीहरूले पनि मनबाट कामना गर्नुहुनेछ भने यहाँ रहेका नेपालीहरू तपाईँलाई सघाउनको लागि बागा पुग्नुहुनेछ, हौसला प्रदान गर्नको लागि बागा पुग्नुहुनेछ। अन्त्यमा हामीलाई सुन्ने सम्पूर्णको लागि के भन्न चाहनुहुन्छ? धेरै धेरै धन्यवाद। र स्पेनमा रहनुहुने सम्पूर्ण नेपाली दाइ दिदीहरूमा चाहिँ म आभारी छु। र जुन शनिबार हजुरहरू जुन मेरो गेम हौसलाको लागि आइदिनु भयो भने अझ धेरै राम्रो हुन्छ, राम्रो म गर्नेछु। र मलाई आइतबार एयरपोर्टमा गएर सम्मान गर्नुभयो गङ्गा भूषाल दाई र सम्पूर्ण दाईहरू दिदीहरू, धन्यवाद दिन चाहन्छु। हस् त, कुराकानीमा जुट्नुभयो, यहाँलाई पनि धेरै धेरै धन्यवाद छ। हस्, नमस्ते। यहाँ हुनुहुन्थ्यो मीरा राई हामीसँग कुराकानी गर्दै, र विशेष गरी उहाँ स्पेनमा हुन गइरहेको अल्टा दौडमा सहभागिता जनाउँदै हुनुहुन्छ र उहाँलाई धेरै धेरै शुभकामना छ। आजको यो प्रस्तुति तपाईँलाई कस्तो लाग्यो? सल्लाह सुझाव अनि प्रतिक्रियाको अपेक्षा गर्छौँ।
कामना गरौं मीरा राईले फेरि अर्को उपाधि जित्न सक्नुहोस् र नेपालीको शान नेपालीको पहिचान र नेपालको गौरवलाई संसारमा फैलाउन सक्नुहोस् नेपाली चेली मीरा राईलाई हार्दिक मंगलमय शुभकामना छ आजको प्रस्तुतिबाट म बसन्त राणा फाँट आज्ञा चाहन्छु तपाईको बाँकी पल सुखद रहोस् नमस्ते